हेलो गाइज, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ मैले मिनी ब्लग बनाउने निर्णय गरेँ है। अनि अब जस्तो हुन्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। अनि हामी चाहिँ आज बौडेश्वर मन्दिर जान लागेको है। जाँदा जाँदै बाटोमा अनि हामी चाहिँ यहाँनिर एकछिन फोटोसोटो खिच्ने भिडियो बनाउने भनेर एकछिन बस्यौँ। यति राम्रो ठाउँ रहेछ नि, हेर्नु न डाँडाबाट है। काठमाडौँ सहर पुरै देखिने क्या यहाँबाट, यस्तो धेरै राम्रो सिन रहेछ यहाँनिर है। अनि हामी एकछिन बस्यौँ, फोटोसोटो खिच्न लाग्यौँ। अनि भाउजू र म फेरि हेर्नु नक्कल पारेर त्यहाँ भाउजूले पोज दिनुभयो है। हामी चाहिँ अनि उहाँ सिन हेर्दै हुनुहुन्छ क्या, कस्तो धेरै राम्रो छ नि त सिन। हेर्नु न कति धेरै राम्रो हो है, हेरिरहनु जस्तो, यहीँ बसेर हेरिरहनु जस्तो है। हरियाली वा आकाश कस्तो धेरै राम्रो हो है। कति धेरै मान्छेहरू बसेर हेर्नुहुँदो रहेछ क्या यहाँबाट, कस्तो धेरै राम्रो देखिन्छ नि त। यस्तो राम्रो देखिने ठाउँ त यत्तिकै पनि हेर्न मन लाग्छ। अनि हामी पनि एकछिन हेऱ्यौँ है। अनि भाउजू मेरो पनि भिडियो बनाइदिनु भन्नुभयो। अनि भाउजूको भिडियो बनाइदिनु लागेँ। भाउजूको मात्रै बनाएर भएन नि त, मेरो पनि बनाउनु पर्यो भाउजू भनेर फेरि म पनि एकछिन नक्कल पार्न थालेँ। भाउजूले बनाइदिनु भयो है। सिन पनि देखाइदिनु भन्नु थालेको छु मैले। हेर्नु नि त्यहाँ सिन कति धेरै राम्रो। ल अब हामी चाहिँ यहाँबाट हिँड्यौँ। जाँदा जाँदै बाटामा है मन्दिरको छेउमा भजन कीर्तनमा नाचिरहनु भएको छ उहाँहरू चाहिँ है। एकछिन हामी हेऱ्यौँ, ताली बजायौँ, रमाइलो कति धेरै रमाइलो गर्नुभएको हो है। सबैजना हेर्नु न मन्दिर पूजा गरेर फर्किनु भएको छ। अब हामी चाहिँ बौडेश्वर मन्दिरतिर लाग्यौँ है। यस्तो बाटो रहेछ क्या, हेर्नु न ओह्रालो ओह्रालो है। तर डाँडाबाट जानुपर्दछ एकदम ओह्रालो हिँडेर है, तल्ल गएर मन्दिर छ। अनि फेरि भाउजू मेरो भिडियो बनाइदिनु भन्नुभयो अनि बनाउँदै हिँडेको छु म। उहाँहरू चाहिँ सबै फर्किसक्नु भएछ क्या पूजा गरेर। अनि हामी चाहिँ जाँदै थियौँ। अनि जाँदा जाँदै हामी पुग्यौँ पूजाको सामग्री लिने ठाउँमा। पूजाको सामग्री लिने ठाउँदेखि नै लाइन हेर्नु न वहाँ परसम्म हामी ठ्याक्कै 12 बजे पुगेको थियौँ होला है। वहाँ पुग्दा ओर्दा त्यो लाइन बस्दाखेरि त हामी त 4-5 बज्छ होला भनेर हामी चाहिँ लाइन नबसिकन पूजा गर्न जाने निर्णय गऱ्यौँ है, बाहिर पूजा गर्ने भनेर। अनि यति धेरै लाइन देखेर त राम कति धेरै हो भनेर छक्क पऱ्यौँ हामी हेरै। अनि हामी पुग्यौँ मन्दिर चाहिँ त गुफामा हो है। यहाँ झरनातिर हामी नुहाउन जान लाग्दैछौँ। यो झरना चाहिँ सतीदेवीको दाहिने स्थान पतन भएर बनेको झरना हो रे है। सबैजना नुहाउन जानुहुँदो रहेछ कि, अनि हामी पनि नुहाउन गयौँ। बाई बाई गाइज।